नमस्कार साथीहरू, तपाईहरूलाई डिमोन च्यानलमा स्वागत छ। आज म डर लाग्दा भूतको कथा लिएर आइसकेको छु। जब म बिहे गरे, मेरो ससुराली गाउँ जङ्गल पारी थियो। जङ्गलको बाटो हुँदै ससुराली जानु पर्थ्यो। जङ्गलको बीचमा एउटा पिपलको रुख पनि छ। त्यो पिपलको रुख मुनि अँध्यारो हुन्छ। गाउँका मानिसहरू भन्थे त्यो पिपलको रुखनिर भूतको बास छ। ससुराली एक्लै जान पनि डर लाग्थ्यो। एक दिन म र मेरो बुढी त्यही जङ्गलको बाटो हुँदै ससुराली जाँदै थिए। साँझको बेला थियो। हामी बुढाबुढी साइकलमा थिए। कच्ची रोड, साँझ परेको थियो। सुनसान घना जङ्गल। म साइकल चलाउँदै थिएँ। मेरो बुढी साइकलमा बसेकी थिइन्। साइकल जति जोरसित चलाए पनि अगाडि बढ्दै नबढ्ने। झन् म जोरसित साइकल चलाउन थाले। साइकल चलाउँदै जाँदा त्यही पिपलको बोट मुनि गएर मेरो साइकलको चैन फुत्कियो। एक्कासी चिसो हावा आयो। म डरले काम्दै थिएँ। मेरो श्रीमती मलाई समातेकी थिइन्। म साइकलबाट ओर्लिएँ। त्यसपछि साइकलमा चैन चढाउन थाले। तर म डरले पछाडिको चैन चढाएँ, तर चैन अगाडिको फुत्कियो। म अझ डरले कामिराखेको थिएँ। त्यही बेला पछाडिबाट श्रीमती आइन् र मलाई एक्कासी समातिन्। म तर्सिएँ र झसङ्ग भएँ। यसो पछाडि हेरेको मेरो श्रीमती रहेछिन्। उनी पनि डरले मेरो नजिक नजिक आउँदै थिइन्। म पसिनाले भिजिसकेको थिएँ। यसो श्रीमतीको हात समाते। श्रीमती पसिनाले भिजेकी थिइन्। मैले भने, के भयो? उनले भनिन्, छिटो गर्नुहोस्, राति हुँदैछ, मलाई डर लागिरहेको छ। मैले भने, डराउनु पर्दैन, म छु, भूतसुट केही हुँदैन। तर भनौँ भने म पनि डरले काँपिराखेको थिएँ। फेरि म साइकलको चैन चढाउन थालेँ। तर डरले म साइकलको चैन चढाउन सकिराखेको थिएन। मेरो हात ग्रिसले कालो भइसकेको थियो। त्यही बेला चिसो हावा आयो। मलाई एक्कासी चिसो लाग्यो। पिपलको रुख हल्लियो र पिपलको रुखबाट क्यार क्यार आवाज आयो। म टर्च बालेर पिपलको रुखमा हेरेँ, कोही थिएन। फेरि म साइकलको चैन चढाउन थालेँ। फेरि पिपलको रुखबाट आवाज आयो। मेरो मुटुको धड्कन जोडसित चल्न थाल्यो। मेरो श्रीमती मलाई अझ जोडले समातिन्। चिसो हावामा पनि हामी श्रीमान श्रीमती पसिनाले निथ्रुक्क भिजेको थियौँ। बाटोमा कोही थिएन, केवल हामी बुढाबुढी मात्रै थियौँ। त्यो पनि डरलाग्दो जङ्गलको बीचमा। पिपलको रुख मुनि म बल्ल बल्ल साइकलको चैन चढाउन सफल भएँ। त्यसपछि म श्रीमतीलाई साइकलमा बसालेर ससुराली लग्न थालेँ। जाँदा जाँदै जङ्गल निस्किन नपाउँदै साइकलको चैन फुत्कियो। मेरो डर अझै बढ्यो, किनकि हामी जङ्गलमा नै थियौँ र अँध्यारो भइसकेको थियो। म फेरि साइकलको चैन चढाउन थालेँ। मलाई साइकलदेखि रिस उठिरहेको थियो र डर पनि लाग्दै थियो। श्रीमती डरले केही पनि बोल्न सकेकी थिइनन्। उनी पनि काँपिरहेकी थिइन्। मैले भने, यता लाइट देखाउन आऊ। म साइकलको चैन चढाउन थालेँ। उनी मेरो पछि आएर मेरो काँधमा हात राखिन्। म झसङ्ग भएँ। उनले भनिन्, म हुँ, लाइट देखाउन भन्नुभएको नि, मलाई तर्साइदिइन्। उनले टर्च देखाइन्। म साइकलको चैन चढाएँ। त्यसपछि हामी ससुराली गयौँ। ससुराली गएपछि ससुरालीले सोधे, यति ढिलो किन आएको भन्न थाले। जङ्गलको बाटो छ, त्यो पनि सुनसान हुन्छ। तर मलाई अर्को दिन घर कसरी जाने भनेर चिन्ता थियो। मलाई ससुराली आउँदाखेरि बाटोमा लागेको डरले निदाउन सकेन। म रातभरि सोचेँ, म घर कसरी जाने। बिहान भयो। बिहानको 10 बजेतिर खाना खाएँ। यताउता गर्दा गर्दै बिहानको 11 बजिसक्यो। म घर जान्छु भनेर भनिसकेको थिएँ। श्रीमती 2-3 दिनपछि जाने भइन्। 2-3 दिन ससुराली बस्ने कुरो भएन।
म हिम्मत गरेर घर जानको लागि ससुरालीबाट निस्किएँ। अब दिउँसोको 12 बज्न थालिसकेको थियो। मेरो मनमा अनेक किसिमका डर लाग्न थालेको थियो, किनकि मैले सुनेको थिएँ दिउँसोको 12 बजेतिर पनि भूतले टर्साउँछ। यसपटक म एक्लै थिएँ। श्रीमतीलाई ससुरालीमै छोडेर आएको थिएँ। म सोचेर नै पसिनाले निथ्रुक्क भिजिसकेको थिएँ। अझ पिपलको रुखनिर पुगेको थिएन। म डरले काँप्दै जाँदै थिएँ। मनमा डर अनेक थियो। म मनमा नै भगवानसँग प्रार्थना पनि गर्दै थिएँ। जब म जङ्गलमा पुगेँ, मेरो मुटुको धड्कन जोरसित चल्न थाल्यो। तैपनि म अगाडि बढ्दै थिएँ। जसरी म पिपलको नजिक हुँदै थिएँ, त्यसरी नै मेरो मनमा डर बढ्दै गएको थियो। जब म पिपलको रुखमुनि पुगेँ, त्यहाँनिर घना जङ्गल, झ्याम्म परेको पिपलको रुख। दिउँसो नै पिपलको रुख र जङ्गलले गर्दा अँध्यारो थियो। त्यसमा पनि चिसो हावा, कसैले त्यहाँ एसी चलाए जस्तो। यो देखेर म यति डराएँ कि म पिपलको बोट मुनि हेर्न सकेन। मलाई डर थियो कि साइकलको चैन फुत्कियो भने के गर्ने, तर पनि म साइकललाई जोडसित चलाउन थालेँ। यसपटक मेरो साइकलले पनि साथ दियो। म बल्ल बल्ल पिपलको रुखबाट निस्किएँ। केही टाढा गएपछि 2 जना मानिस आउँदै गरेको थिए। म उनीहरूलाई देखेर केही राहत महसुस गरेँ, तर पनि जङ्गल कहिले पार गर्छु भन्ने चिन्ता थियो। जबसम्म जङ्गलमा थिएँ, त्यति बेलासम्म म डरले काँप्दै आएँ। जङ्गलबाट निस्किएँ अनि म ढुक्क भएँ। तर मलाई अर्को समस्या पनि थियो, किनकि म आफ्नो श्रीमतीलाई ससुरालीमै छोडेर आएको थिएँ। अब कसरी लिन जाने? त्यसपछि मैले श्रीमतीलाई फोन गरेँ र भने, म लिन आउन सक्दिनँ, पुर्याउन ल्याऊ भने। केही दिनपछि श्रीमती आइन् र हामी त्यो दिनको कुरा सम्झेर हाँस्छौँ र मनमा डर पनि लाग्छ। साथीहरू, ससुराली जाँदा कसैसँग यस्तो डर लाग्दो घटना भएको छ भने आफ्नो राय कमेन्टमा लेख्नुहोला र यो भिडियोलाई लाइक, सेयर र सब्स्क्राइब गरिदिनुहोला। आजको कथा सुनेर पक्कै पनि मनमा अलिअलि डर लाग्यो होला। हामी अर्को डर लाग्दो कथामा भेटौँला। त्यति बेलाको लागि बिदा पाऊँ। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।